तपाईको बच्चा बोल्दैन या अरु जस्तो क्रियाकलाप गर्दैन है। यदि त्यस्तो हो भने यो भिडियो पुरा हेरेर साथ दिनु होला। नमस्ते, म डाक्टर शेखर। आज म कुरा गर्न गइरहेको छु स्वर्णबिन्दु। अहिले आयुर्वेदमा नेपालभर जताततै स्वर्णबिन्दुको चर्चा परिचर्चा चलिरहेको बेला एउटा जानकारीमूलक भिडियो बनाउने लक्ष्य साथ हजुरसँग उपस्थित भइसकेको छु। के हो त स्वर्णबिन्दु? किन खुवाइन्छ बच्चालाई स्वर्णबिन्दु? कति मात्रामा खुवाउने स्वर्णबिन्दु लगायतका जिज्ञासाहरू यस भिडियोमा तपाईहरुले पाउनुहुनेछ। स्वर्णबिन्दु भन्नाले स्वर्ण भनेको सुन, बिन्दु भनेको थोपा। सुनको थोपा अथवा सुनसँग सुनको भस्म बनाएर त्यसमा मह, घिउ, अश्वगन्धा, एस्टी मधु लगायतका विविध जडीबुटीहरूलाई मिसाएर त्यसलाई हामीले तरल रूपबाट मुखमा ड्रप थोपाको हिसाबले खुवाउनेलाई स्वर्णबिन्दु भनिएको छ। अब अहिले नेपाल सरकारले पनि सबै आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा स्वर्णबिन्दु खुवाउने भन्ने खालको नीति नियम पनि तयार पारिरहेको छ है। यो चाहिँ 1 वर्षदेखि 5 वर्षभित्रका बालबालिकालाई खुवाउने गरिन्छ है। त्यसैगरी यो पुष्प नक्षत्रका दिन खुवाउँदा विशेष लाभ हुने पनि जानकारी गराइएको छ है। यसले के काम गर्छ त भन्नुहुन्छ भने, जस्तो अहिले हामीसँग पनि स्वर्णबिन्दु छ है। यसमा हामीले हजुरको यस्तो पाउच हाम्रो 6 वटा छ। यो 6 महिनाको कोर्सका लागि हो है। अनि हजुरको त्यस पछाडि यो ड्रपबाट प्रत्येक दिन एक ड्रप खुवाउने र महिनामा एकचोटि चाहिँ यो प्याकेटलाई निकालेर यसमा चाहिँ सुन, मह, घिउ लगायत विविध कुराहरू चाहिँ यसमा राखिएको छ है। यसलाई हामीले स्वर्णबिन्दु भनेर चाहिँ भनेका छौँ। अब यसले चाहिँ रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ, जसले बालबालिका बिरामी हुनबाट अथवा चाहिँ उसको मानसिक समस्या होस् या क्रियात्मक समस्याहरू, जस्तो ऊ धेरै हिँडडुल गर्न चाहँदैन, एक्लै बस्न रुचाउँछ अथवा विविध खालको समस्याहरू छन् भने अति नै उत्तम यो स्वर्णबिन्दु। त्यसै गरी यो पाचन प्रक्रियालाई रामबाण सर मानिएको छ। यसले पाचन प्रक्रिया यति राम्रो बनाउँछ जसले चाहिँ बालबालिकाको स्वास्थ्यको लागि है जस्तो खानेकुरालाई राम्रोसँग डाइजेस्ट गरेर उसलाई चाहिँ पाचन प्रक्रिया बलियो बनाउने काम गर्दछ। त्यसै गरेर बल वृद्धि गर्दछ र स्मरण शक्ति बढाउने गर्दछ है। शरीर हृष्टपुष्ट हुन्छ। त्यस्तै गरेर उसको सम्झने क्षमता है, स्मरण शक्तिलाई चाहिँ वृद्धि गर्ने गर्दछ है। यो विशेष त सुस्त अथवा चाहिँ अलिकति एक्टिभिटिज कम गर्ने बालबालिकाको अति उत्तम मानिएको छ। र यो केही समस्याहरूमा खुवाउन नमिल्ने अवस्था पनि छ। जस्तो झाडा पखाला लागेको बालबालिका औषधि नियमित सेवन